हेलो नमस्ते सबैजनालाई स्वागत छ तपाईँलाई हाम्रो नयाँ भिडियोमा। आजको समय सेक्युरिटी कति इम्पोर्टेन्ट भइसकेको छ भन्ने कुरा हामी सबैलाई थाहा छ। घर होस्, पसल होस्, अफिस होस् वा पार्किङ एरिया, अहिले लगभग सबै ठाउँमा सिसिटिभी क्यामेरा प्रयोग भइरहेको छ। तर सिसिटिभी आखिर के हो, यसले कसरी काम गर्छ, सिसिटिभी जडान गर्न कुन कुन सामान चाहिन्छ र मोबाइलबाट कसरी लाइभ हेर्न सकिन्छ। यदि तपाईँ पनि सिसिटिभी बारे कम्प्लिट जानकारी लिन चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि आज म बिगिनरदेखि प्र्याक्टिकल लेभलसम्म सबै कुरा सिम्पल भाषामा एक्सप्लेन गर्दछु। र यो भिडियो बिचमा म तपाईँलाई एउटा यस्तो गल्तीको बारेमा पनि बताउनेछु जुन धेरै मानिसहरूले सिसिटिभी किनेपछि पछुताउँछन्। सबैभन्दा पहिला बुझौँ सिसिटिभी भनेको के हो। तपाईँ घरमा नहुँदा तपाईँको घरमा के भइरहेको छ थाहा हुन्छ। आजकल चोरी, एक्सिडेन्टली, अफिस मोनिटरिङ सबै ठाउँमा एउटै कुरा कमन भएको छ, सिसिटिभी क्यामेरा। तर सिसिटिभी किन यति इम्पोर्टेन्ट छ, यसले कसरी काम गर्छ, सिसिटिभीमा चाहिने सामान के हो, आजको यो भिडियोमा म तपाईँलाई बिगिनरदेखि प्र्याक्टिकल लेभलसम्म कुरा पुर्याउनेछु। सिसिटिभी भन्नाले क्लोज सर्किट टेलिभिजन हो। यसले कुनै निश्चित एरियालाई क्यामेरा मार्फत रेकर्ड र मोनिटरमा हेर्न मद्दत गर्छ। सामान्य टिभी जस्तो पब्लिक ब्रोडकास्ट होइन, सिसिटिभी प्राइभेट मोनिटरिङ सिस्टम हो। सिसिटिभी किन युज गरिन्छ? घरको सुरक्षा, पसल मोनिटरिङ, अफिस कर्मचारी मोनिटरिङ, पार्किङ एरिया, स्कुल, कलेज, ब्याङ्कहरू जस्ता चिजहरूमा मोनिटरिङ गर्न या रेकर्ड राख्नलाई सिसिटिभी युज गरिन्छ। यदि तपाईँ घर बाहिर हुनुहुन्छ भने मोबाइलबाट लाइभ हेर्न सक्नुहुन्छ। कसैले चोरी गरियो भने रेकर्डिङ प्रुफ बन्छ। सिसिटिभी सिस्टममा चाहिने सामानहरू के हुन् त? म तपाईँलाई यहाँ व्हाइट बोर्डमा देखाएर भन्छु। सिसिटिभीमा चाहिने भनेको हामीलाई सबैभन्दा पहिला चाहिँ भनेको हामीलाई एक नम्बरमा छ हाम्रो क्यामेरा। यसमा धेरै प्रकारको क्यामेरा हुने गर्छन्, यो म पछि तपाईँलाई फाल्टै भन्छु। 2 नम्बरमा छ हाम्रो डिभिआर अथवा एनभिआर। 3 नम्बरमा छ हाम्रो हार्ड डिस्क। यसलाई रेकर्डिङको लागि युज गरिन्छ। 4 नम्बर छ वायर अथवा केबल। 5 नम्बरमा छ हाम्रो कनेक्टर। 4 नम्बरमा छ पावर सप्लाई। 7 नम्बरमा छ हाम्रो मोनिटर। यति चिजहरू छन् हाम्रो क्यामेरामा लाग्ने सामानहरू। र अब सिसिटिभी कसरी काम गर्छ र कस्तो सिसिटिभी लाउनु पर्ने हो भनेर तपाईँले अन्तिम भिडियोमा सबले हेर्न जरुरी छ। कुन क्यामेरा लाउँदा ठिक हुन्छ, कुन सामानले के गर्छ, सामान कहाँ कसरी लाउने भन्ने कुरा यो भिडियो अन्तिमसम्म हेर्दा तपाईँलाई प्र्याक्टिकली पुरै तरिकाले बुझ्न सक्नुहुन्छ। अब हामीलाई यसलाई भेटिदिउँ। 1 नम्बरमा छ हाम्रो क्यामेरा कति थरीको हुन्छ? सबैभन्दा पहिला चाहिँ हामी अर्को तर्फबाट जाउँ। हामी सिसिटिभी जुन इन्स्टल गर्छौँ, सिसिटिभी हाम्रो 3 प्रकारको हुन्छ। एउटा वायरलेस क्यामेरा भनेको कस्तो हो तपाईँलाई थाहा भइहाल्यो। अर्को एचडी क्यामेरा अथवा एनालग।
एनालग क्यामेरा। अर्को हुन्छ आइपी क्यामेरा। एचडी क्यामेरा र आइपी क्यामेरा। वायरलेस क्यामेरा भनेको के हो भन्ने कुरा चाहिँ मैले अर्को भिडियोमा पनि तपाईँलाई यहाँ बुझाइसकेको छु। त्यहाँ अर्को भिडियोमा गएर तपाईँहरूले हेर्न सक्नुहुन्छ वायरलेस क्यामेरा के हो र कसरी यसले काम गर्छ, कसरी इन्स्टल गर्ने भन्ने कुरा वायरलेस क्यामेराको भिडियो मैले पहिल्यै अलरेडी बनाइसकेको छु। अब एचडी क्यामेरा एनालग क्यामेरा भनेको के हो त भन्ने कुरा। अब एचडी क्यामेरा भनेको चाहिँ हाम्रो कुनै पनि एउटा रुम छ भने, यहाँनिर यसो रुम छ भने, अथवा मानिलिउँ कि हामीसँग धेरैवटा रुम छ। हामीसँग जम्मै 1 2 3 4 5वटा रुम छ र हामीसँग एउटा अफिस रुम चाहिँ यहाँ छ। अफिस रुम चाहिँ यहाँ छ भनेपछि अब हामीसँग यहाँ एउटा रेकर्डिङ डिभाइस यानि कि डिभिआर भनेको चाहिँ डिजिटल भिडियो रेकर्डर अनि रेकर्डिङ डिभाइस चाहिँ हामीसँग यो रुममा हुने गर्छ। अब यहाँदेखि सबै क्यामेराको लागि एउटा एउटा तार चाहिँ यसरी रुम 1 रुम 2 रुम 3 रुम 4मा यहीँबाट पुग्छ भने यसलाई चाहिँ हामी एचडी क्यामेरा मान्छौँ। किनकि एउटै अफिसबाट सबै रुमलाई कनेक्सन जान्छ। कनेक्सन गरेर यहाँबाट हामी भिजुअल गर्छौँ भने, मोनिटरिङ गर्छौँ भने चाहिँ यो चाहिँ हाम्रो एचडी क्यामेरा बुझिन्छ। एचडी क्यामेरा चाहिँ तपाईँको आइपी क्यामेराभन्दा अलिक लो क्वालिटीमा र अलिक लो रेन्जमा र कम मूल्यमा पनि आउने गर्छ एचडी क्यामेरा। र एचडी क्यामेरा चाहिँ तपाईँको 6 महिना 1 वर्ष 2 वर्षमा चाहिँ डिस्टर्ब हुने गर्छ। क्वालिटी राम्रो नआउने, क्वालिटी घट्ने, डिस्कनेक्ट ज्यादा हुने, त्यस्तो समस्याहरू एचडी क्यामेरामा आउने गर्छ। र आइपी क्यामेराभन्दा डन्नै आधा दाम चाहिँ एचडी क्यामेराको प्राइस आउँछ। यानि कि धेरै सस्तो पर्छ एचडी क्यामेरा चाहिँ। अझै यो सस्तो र एउटा दुईवटा मात्रै लाउने हो भने हामीले वायरलेस क्यामेरा लाउन सकिन्छ। वायरलेस क्यामेरा एउटा दुईवटा रुमलाई हामीले वायरलेस क्यामेरा लाउन सकिन्छ। अब 7-8वटा 6वटा 4टा रुमहरू छ भने हामी कम मूल्यमा हामी एचडी क्यामेरा लाउन सकिन्छौँ। तर यसको चाहिँ लङ टर्ममा चाहिँ यसको डिस्टर्ब आउने, डिस्कनेक्ट हुने ज्यादा समस्या हुन्छ। र एचडी क्यामेरामा लाग्ने सामान र आइपी क्यामेरामा लाग्ने सामान धन्न उस्तै हो। तर यसको आइपी क्यामेरा चाहिँ अलिक फरक र क्वालिटी आउँछ। एचडी क्यामेरा कस्तोमा लगाइन्छ भन्ने कुरा घरमा भयो, सानोतिनो अफिसमा भयो, अनि पसलहरूमा भयो, त्यहाँ चाहिँ एचडी क्यामेरा लगाउने गरिन्छ। 2टा 3टा 4टा क्यामेरा लगाएर चाहिँ मोनिटरिङ गर्छु भन्दा चाहिँ एचडी क्यामेरा मोनिटरिङ गर्न सजिलो हुन्छ र क्वालिटी पनि हल्का ठिक हुन्छ। आइपी क्यामेराभन्दा लगभग ठिकै हुन्छ। तर सिसिटिभी वायरलेस क्यामेरामा चाहिँ वायरलेस क्यामेरामा चाहिँ हामी मोनिटरिङ गर्न चाहिँ मिल्दैन। त्यो चाहिँ मोबाइलमा मात्रै राखेर मात्रै मोनिटरिङ गर्न मिल्छ। र वायरलेसलाई चाहिँ हामीले मोनिटरिङ गर्नु पर्यो भने चाहिँ ल्यापटपको थ्रुबाट ल्यापटपमा सफ्टवेयर हालेर आइपी कनेक्सन गरेर चाहिँ मोनिटरिङ गर्न मिल्छ। डाइरेक्ट मोनिटर राखेर 24 घन्टा लाइभ हेरेर चाहिँ बस्न सकिँदैन। एपको मार्फतबाट मात्रै मिल्छ आइपी वायरलेस क्यामेरामा चाहिँ। र एचडी क्यामेरामा चाहिँ हामीले चाहिँ सानोतिनो पसल थोरै क्यामेराहरू छ भने हामीले चाहिँ यसरी एउटा अफिसबाट सबै रुममा एउटा तार लानुपर्ने हुन्छ। यसलाई चाहिँ एचडी क्यामेरा भनिन्छ। अब आइपी क्यामेरा चाहिँ के हो त भन्दाखेरि आइपी क्यामेरा जस्तै मानौँ कि हामीसँग 3 तल्ले बिल्डिङ छ। 3 तल्ले बिल्डिङ छ हाम्रो। फर्स्ट फ्लोर, फर्स्ट, सेकेन्ड र थर्ड फ्लोर छ हाम्रो भने अब यसमा चाहिँ एउटा रुम छ। यहाँ सबै रुम भयो। यहाँ मुनि चाहिँ हाम्रो अफिस यहाँ चाहिँ अब एउटा हल जस्तै भयो तपाईँको, अथवा यसलाई रुमै पनि मान्दा हुन्छ। हामीले रुमै पनि मान्दा हुन्छ।
ल अब अफिस यसरी फ्ल्याट भयो भने आइपी क्यामेरा चाहिँ के हुन्छ भने हामीले यहाँनिर डिबिआर यहाँनिर एनबिआर आइपीमा चाहिँ हाम्रो एनबिआर लाग्छ है एनबिआर लाग्छ आइपीमा चाहिँ। अब एनबिआर किन भन्दा नेटवर्क भिडियो रेकर्डर किन भन्दाखेरि हाम्रो चाहिँ नेटवर्कको यो चाहिँ हाम्रो एचडी क्यामेरामा कोएक्सिबल केबल लाग्थ्यो भने आइपी क्यामेरा चाहिँ नेटवर्क केबल लाग्छ। नेटवर्क केबल भने कस्तो नेटवर्क केबल चाहिँ कसरी लाग्छ भने यहाँ तिनवटा जस्तै मानौँ कि हामी तिनवटा यहाँनिर तार छ, तिनवटा तार एउटा यहाँ ट्रकै यहाँ हामीले एउटा डिभाइस राख्नुपर्ने हुन्छ। त्यो डिभाइसलाई चाहिँ हामी पिओई भन्छौँ। एउटा फ्ल्याटमा एउटा डिभाइस भएको छ भने अब तिनवटाको तार पनि यसरी एउटा डिभाइस आउँछ, त्यो पनि पिओई। अब यो रुमको पनि एउटा बेग्लै डिभाइस आउँछ, दुईवटा रुमको पनि, यसलाई पनि पिओई। तिनवटा फ्ल्याटमा अलग अलग भएपछि यसो गरेपछि के भयो त भन्दाखेरि हामी 8वटा भन्दा जतिवटा धेरैवटा क्यामेरा तार लगाउँदा पनि सबैको तारहरू एचडी क्यामेरामा आएर जोडिन्थ्यो भने यसमा चाहिँ त्यसो जोडिँदैन। फ्ल्याटमा अलग अलग डिभाइस लगाउन सकिन्छ र अब एउटा डिभाइस अर्को डिभाइसमै कनेक्सन गर्दै ल्याउने र यहाँदेखि एउटा डिभाइस ल्याएर सिधै अफिसको एनबिआर लगाइदिउँ भने हामीले सबै क्यामेराहरू एनबिआर यानि कि आइपी क्यामेरा मार्फत त्यसरी मोनिटरिङ गर्न सकिन्छ। यानि कि हामीले 4देखि 8सम्म पनि हामीले एचडी क्यामेरामा लाउँदा हामीलाई ठिकै हुन्छ भने अब 8देखि यानि 100, 200, 300वटा क्यामेरा लाउनु छ भने हामी एनबिआर युज गर्न सक्छौँ, यानि कि आइपी क्यामेरा युज गर्न सक्छौँ। त्यसपछि आइपी क्यामेरा चाहिँ हाम्रो चाहिँ हाई क्वालिटी र लङ टर्मलाई बेस्ट क्यामेरा मानिन्छ। प्राइस पनि तपाईँको एचडीभन्दा 2 गुणा ज्यादा महँगो पर्छ र लङ टर्मलाई डिस्टर्ब नहुने र बेस्ट क्यामेरा चाहिँ आइपी क्यामेरा मानिन्छ। यो चाहिँ यसमा हाम्रो तार भनेको नेटवर्क इन्टरनेटको तार युज हुन्छ। अर्को एचडी क्यामेरा भनेको हाम्रो कोएक्सिबल केबल हुन्छ, त्यसमा जस्तो चाहिँ हाम्रो पुरानो जमाना हामीले डिस्कको टिभीहरू डिस्कको टिभीहरू लाउँथ्यौँ, डिस्कको टिभी हेर्थ्यौँ, जुन तार लाग्थ्यो भने बाहिरबाट कालो छिल्का भित्रबाट सिल्भर जस्तै छिल्का बिचमा एउटा तामा निस्किन्थ्यो, त्यस्तै एउटा कोएक्सिबल केबल हुन्छ। यहाँ आइपी क्यामेरामा चाहिँ हाम्रो नेटवर्क तार हुने गर्छ, इन्टरनेटको तार लाग्छ। यसरी चाहिँ हाम्रो अब क्यामेरा काम गर्छ। एचडी वायरलेस क्यामेरा भनेको बिना वायरको क्यामेरा भएको, वाइफाईको थ्रु चल्ने, र एचडी क्यामेरा भनेको वायरकै हो तर अर्कै खालको वायर, 4टा 5वटा जतिवटा क्यामेरा लगाए पनि डिबिआरमा आएर कनेक्सन गाँसिन्थ्यो भने एनबिआरमा चाहिँ त्यसो हुँदैन। यो आइपी क्यामेरा चाहिँ त्यसो हुँदैन। आइपी क्यामेरा चाहिँ जतिवटा फ्लाइट जस्तै इक्जाम्पल मानौँ कि हामीसँग यहाँनिर पर एउटा गोदाम छ अरे, गोदाम छ। अब यहाँको क्यामेरा हामीले यहाँ लानु पर्यो। यहाँनिर गोदाममा पनि हामीसँग 4वटा क्यामेरा छ। अब 4टै क्यामेराको लागि त एचडी क्यामेरामा त 4टै क्यामेरा यहाँ ल्याउनु पर्ने हुन्थ्यो भने अब यस्तो हुँदैन। यो 4टै क्यामेरा हामीले पिओईमा लगेर लाउन सक्छौँ, पिओई। र यसको तार एउटा लगेर जहाँ पनि हामीले कनेक्ट यहाँ जता कनेक्ट गरिदियो भने यसको एक्सेस पाइहाल्छ। ल सल्लक यहाँ दिन्छ। यहाँदेखि हाम्रो 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12वटा क्यामेरा हामीले एउटा एनबिआर कनेक्ट गरेर हेर्न सक्यो जतिसुकै टाढो ठाउँ भए पनि। एचडी क्यामेरामा चाहिँ के हुन्छ भने टाढो ठाउँ छ भने पनि सबैको तार ल्याउनु पर्ने हुन्थ्यो भने आइपी क्यामेरामा त्यस्तो हुँदैन। र यसको भनेको अब एचडी क्यामेरामा हाम्रो 4वटा क्यामेरामा 20,000 रुपियाँ खर्च लाग्यो भने आइपी क्यामेरामा 40,000मै आउँछ। तर लङ टर्मको लागि डिस्टर्ब नहुने र क्वालिटी बेस्ट चाहिन्छ भने चाहिँ हाम्रो आइपी क्यामेरालाई चाहिँ बेस्ट मानिन्छ। यो थियो हाम्रो क्यामेरा। कुन क्यामेरा लाउँदा कस्तो हुन्छ, कुन खालको क्यामेरा कहाँ लाउने भन्ने कुरा यहाँबाट देखिन्छ। ल अब हामी अब एचडी क्यामेरामा सामानहरू के लाग्छ त भनेर यहाँ हेर्छौँ है। एचडी क्यामेरामा अब तपाईँ विदेशबाट क्यामेरा ल्याउँदै हुन्छ या फिर इन्डियाबाट ल्याउँदै हुन्छ या फिर आफै नेपालबाटै आफै सामान किनेर आफै जोड्छु भन्दा पनि सकिन्छ है। तर कसरी जोड्ने भन्ने चाहिँ थोरै ज्ञान चाहिँ हुनुपर्छ। यो भिडियो पुरै हेर्नु भने तपाईँले पुरै सिक्न सक्नुहुन्छ, आफैले क्यामेरा इन्स्टल गर्न सिक्नुहुन्छ। कुनै टेक्निसियनको जरुरत पर्दैन। अब कुनै मुस्किल काम छ भने तपाईँले हेल्प लिएर तपाईँले सोधेर तपाईँले सक्नुहुन्छ।
अब यो एचडी क्यामेरा तपाईँ लाउन चाहनुहुन्छ या फिर तपाईँको सानो घर या फिर सानो अफिसहरूमा एचडी क्यामेरै मात्रै युज गर्छु भन्नुहुन्छ भने एचडी क्यामेरा युज गर्न सक्नुहुन्छ। अझ मतलब बेस्ट हुन्छ आइपी क्यामेरा जोड्नुहोस्। अब एचडी क्यामेरा जोड्दै चाहनुहुन्छ भने चाहिँ एचडी क्यामेरामा के सामान लाग्छ तपाईँले सामान ल्याउँदा के ल्याउन सक्नुहुन्छ भने पहिला चाहिँ हाम्रो एचडी क्यामेरामा क्यामेरा कुरा गरौँ। क्यामेरा हाम्रो दुई प्रकार हुन्छ है। एउटा डोम क्यामेरा हुन्छ। डोम यानि कि यसलाई चाहिँ इन्डोर भन्ने गरिन्छ यानि त्यो चाहिँ कोठाभित्र पानीले नभेट्ने ठाउँमा लगाइन्छ र यसको वाइड एङ्गल पनि अलिक धेरै हुने गर्छ र यसको वाइड एङ्गल चाहिँ हाम्रो 3 mm को हुने गर्छ र अब हेर्न सक्नुहुन्छ तपाईँले त्यहाँ वाइड एङ्गल 3 mm या फिर 2.8 mm के लेखेको हुन्छ। अब नर्मली हुने भनेको 3 mm हो। त्यहाँभन्दा ज्यादा भएछ तपाईँको अझै ज्यादा राम्रो अनि एउटा कुनामा राख्नु भने तिनवटा कुना मजाले देखिन्छ। अब 2 mm को वाइड एङ्गल छ भने चाहिँ तपाईँले एउटा कुनामा राख्नुभयो भने पनि तपाईँको दुईवटा कुना मात्रै देखिन्छ, तिनवटा कुना देखिँदैन। यानि कि वाइड एङ्गल पनि धेरै जरुरी छ। अर्को हुन्छ बुलेट क्यामेरा। यो चाहिँ तपाईँको आउटडोर क्यामेरा यानि कि तपाईँको घाम पानीले भेट्ने ठाउँ छ भने यसलाई बाहिर लाउन सकिन्छ। यानि कि पोलहरूमा या फिर बाटोमा भयो। बुलेट क्यामेरा युज गर्छ। बुलेट क्यामेरा चाहिँ कस्तो ठाउँमा प्रयोग गरिन्छ भने एउटा कुनै पनि स्थिर ठाउँ हाम्रो लामो ठाउँ छ, यसरी कुनै प्यासेज छ भने यहाँ चाहिँ हामीले क्यामेरा लाउन सकिन्छ। यसरी लामो ठाउँ प्यासेजहरूलाई या फिर बाटोहरूलाई कभर गर्छ बुलेट क्यामेरा। यानि कि डोम क्यामेरा भने चाहिँ एउटा कोठाभित्र तिनवटा पिलर या फिर तिनवटा एङ्गल देखाएर लाउन सकिन्छ डोम क्यामेरालाई भने बुलेट क्यामेरालाई चाहिँ हामीले सिधा बाटोमा र प्यासेजहरूमा फोकस हुने गरी बुलेट क्यामेरा युज गरिन्छ। या फिर बाहिर आउटडोर घाम पानीले नभेट्ने ठाउँ बुलेट क्यामेरा। अब तपाईँले कस्तो ठाउँमा कुन क्यामेरा लाउने भने तपाईँले त्यो एन्सर ल्याउन सकिन्छ। यसको प्राइस पनि तपाईँको 100-200 मात्रै फरक हुन्छ, त्यस्तो धेरै फरक हुँदैन। अब क्यामेराको अर्को हुन्छ हाम्रो 2 नम्बरमा हुन्छ हाम्रो चाहिने हामीलाई भनेको डिभिआर। अब डिभिआर भन्ने चाहिँ के हो त भन्दाखेरि हाम्रो डिजिटल भिडियो रेकर्ड यानि क्यामेराको सबै कनेक्सनहरू आएर हाम्रो डिभिआरमा बसिन्छ। यानि डिभिआर यानि कुनै पनि हाम्रो रेकर्डिङहरू बस्छ बाहिरपट्टि हामीले लाइभ हेर्नु पर्यो, मोनिटरिङ गर्नु पर्यो भने डिभिआरको मार्फत मात्रै हेर्ने। अब कुनै चोरी भयो या फिर चोरले क्यामेरा लिएर गयो भने हाम्रो रेकर्डिङ पनि डिभिआरमा बसिन्छ। अब चोरले डिभिआरै लगिदियो भने सकिएको फेरि। त्यही भएर हाम्रो डिभिआरलाई चाहिँ सुरक्षित ठाउँमा राख्नुपर्ने हुन्छ, जहाँ चाहिँ कोही मान्छे नपस्ने खालको ठाउँमा, कसैले नभेट्ने ठाउँमा। यो डिभिआर। अब यसमा डिभिआर हुन्छ हाम्रो धेरै प्रकारको हुन्छ डिभिआर पनि। अब डिभिआर हाम्रो कति च्यानलको डिभिआर लाउनु छ, 4 च्यानल भन्छ, 8 च्यानल, 16 च्यानल। यो भनेको चाहिँ हाम्रो कतिवटासम्म क्यामेरा लाउनुहुन्छ तपाईँ। 4वटा क्यामेरा, 8वटा क्यामेरा, 16वटा क्यामेरा होइन मलाई 10वटा मात्रै लाउनु छ भन्नुहुन्छ भने तपाईँले 16 च्यानलको डिभिआर लिनुपर्ने हुन्छ। होइन म 5वटा लाउँछु भने 8 च्यानलको लाउनु पर्ने हुन्छ। अलिक भविष्यको लागि तपाईँ अहिले 4वटा लाउँदै हुनुहुन्छ, पछि गएर थप्छु भन्ने सोच्नु हुन्छ 8 च्यानलको लाउनु पर्ने हुन्छ। होइन मैले 4वटा भन्दा उता लाउँदिनँ भन्दा तपाईँले 4 च्यानलको मात्रै डिभिआर किन्न सक्नुहुन्छ। डिभिआर भयो। अब यही डिभिआरको मार्फत हामीले मोनिटर जोडेर मोनिटरिङ गर्न सकिन्छ। 3 नम्बरमा भयो हाम्रो हार्ड डिस्क। यानि कि यसलाई मेमोरी भन्छ। मेमोरी मान्छ यानि कि रेकर्ड बस्छ हाम्रो सबै। हार्ड डिस्क सबै रेकर्ड बस्छ। अब हार्ड डिस्क। अब हामीले हार्ड डिस्कलाई के भन्छ, हार्ड डिस्क सबै एउटै हुन्छ, एउटै प्रकारको हुन्छ है। हार्ड डिस्क एउटै हुन्छ तपाईँको। त्यहाँ चाहिँ हार्ड डिस्कलाई चाहिँ हामीले अब जिबीले चिनिन्छ। कति जिबीको लाउनु छ, नर्मली हामीले लाउने भनेको 500 जिबी यानि कि 1000 जिबी, 1 जिबी अथवा हामीलाई 2000 जिबी। यो किन बढाइन्छ भन्दाखेरि हामीले चाहिँ कतिवटा क्यामेरा लाउँछौँ हामी, कतिवटा क्यामेरा लाउँदाखेरि कति दिनसम्म रेकर्ड बस्छ त्यो हिसाबले हामीले साइज बढाउनु पर्ने हुन्छ। हामीले 4वटा क्यामेरा लाउँदैछौँ
हामीलाई 1 महिनाको रेकर्ड चाहिन्छ भने हामीलाई 1000 जिबीको हामीले लाउनै पर्छ। 8 च्यानलको लाउँछौँ भने हामी 2000 जिबीको लाउनै पर्छ। तर यसमा फेरि 2000 जिबी लाउँदा 1 महिना टिक्छ भन्ने हुँदैन। तपाईँले क्यामेराको कति मेगापिक्सल क्यामेरा लाउँदै हुनुहुन्छ, कति वाइड एङ्गलको क्यामेरा लाउँदै हुनुहुन्छ, कति क्वालिटीको पिक्चर क्वालिटीको क्यामेरा लाउँदै हुन्छ, त्यसले पनि निकै फरक पार्छ। र यो अब यति दिन चाहिँ ठ्याक्कै टिक्छ भन्ने चाहिँ त्यो थाहा हुँदैन। तपाईँले क्यामेरा बढाउँदै जानुहुन्छ, मेमोरीको पनि घट्दै जान्छ। त्यही अनुसार तपाईँले कि त एकैचोटि ठुलो मेमोरी लाउनु पऱ्यो, होइन मलाई 2-3 दिन हप्ता दिनको रेकर्ड भइहाल्छ भने तपाईँले 500 या 1000 जिबीको रेकर्ड लाउनु या हार्ड डिस्क लाउँदा भइहाल्छ। यो हार्ड डिस्क चाहिँ हार्ड डिस्क हुन चाहिँ अनिवार्य छ। यहाँ बाहिर कतैबाट ल्याउँदा पनि हार्ड डिस्कहरू चेक गरेर ल्याउनु पर्ने हुन्छ तपाईँले। यो भयो हार्ड डिस्क। अब सामना चाहिने भनेको हाम्रो हार्ड डिस्क। 7 नम्बरमा छ हाम्रो चाहिने केबल। अब हामीले यो केबल पनि हाम्रो यहाँनिर क्यामेराको केबल पनि थरीको हुन्छ। अब तपाईँले आउटडोर केबल लाउनुहुन्छ कि इन्डोर लाउनुहुन्छ कि अब लाउने भने हाम्रोमा क्यामेरा यो एचडी क्यामेरा लाग्ने भनेको कोएक्सिबल केबल हो। कोएक्सिबल केबल भनेको चाहिँ हाम्रो पुरानो पहिला जस्तो हामीले डिस्क च्यानलहरू हेर्थ्यौँ, डिस्कहरू हेर्थ्यौँ टिभीमा। त्यही डिस्कमा लाउने टिभी जस्तै हुन्छ यो पनि। तर यसमा पनि तपाईँको हाम्रो 3+1, 3+1, 2+1 भनेर चिनिन्छ त्यसमा। यो चाहिँ किन भन्यो भने त्यही कोएक्सिबल केबल नै हाम्रो त्यसैबाट डाटा पनि ट्रान्सफर हुन्छ भने त्यसैबाट पावर पनि जान्छ। क्यामेरालाई नि त पावर दिनुपर्छ, त्यसैको थ्रुबाट हामी पावर पनि दिन्छौँ र त्यसैको थ्रुबाट हामी क्यामेरालाई डाटा पनि दिन्छौँ। अनि त उसको क्यामेरामा डाटा गइसकेपछि हामीले डिभिआरको मार्फत हामीले मोनिटरमा हेर्न सक्छौँ। अब यो खालको केबल लगाउँ। अब 2+1, 3+1 कुन केबल लाउनुहुन्छ? तपाईँले केबल लाउँदा पनि तपाईँको दुई खालको केबल हुन्छ। एउटा इनडोर भन्छ, एउटा आउटडोर। यानि तपाईँले लाउँदाखेरि अब बाहिर घरभित्रै हो भने तपाईँले इन्डोर तार लाउँदा हुन्छ, र कतै बाहिर कतै अन्दै लानु छ, पानीले भेट्छ, घाम पानीले भेट्छ भने तपाईँले आउटडोर लाउनु पर्ने हुन्छ। त्यसरी लाउँदा चाहिँ बेस्ट। अब एउटै क्यामेरा कसैले अब टेक्निसियनले एउटै क्यामेरा तार लगाइदियो भने त्यो तार चाहिँ तपाईँको 2-3 वर्षदेखि मकिन थाल्छ, बिग्रिन थाल्छ घाम पानीले भेटेर। त्यो तपाईँले बुझेर आउटडोरको क्यामेरा लाउनु पर्ने हुन्छ। होइन अहिले पैसा खर्च नगर्ने हो भने चाहिँ तपाईँले इन्डोरकै तार लाउनु पनि सक्नुहुन्छ। नचल्ने चाहिँ होइन, केही समय केही वर्ष चलिदिन्छ। आउटडोर लाउनु भने चाहिँ तपाईँको तार पनि बेस्ट हुन्छ। आउटडोर तारमा चाहिँ तपाईँको प्योर कपरको तार हुन्छ, यसलाई घाम पानीले पनि केही गर्दैन। अब तारको अब हाम्रो 4टा भयो। अब हाम्रो 5 नम्बरमा भयो। अनि रबर एकछिन। 5 नम्बरमा छ हाम्रो पावर सप्लाई। पावर सप्लाई के हो त भन्दा हाम्रो क्यामेरालाई पावर दिने काम गर्छ यसले। क्यामेरालाई पावर प्रत्येक क्यामेरालाई एउटा पावर जान्छ। अब यसमा क्यामेराहरू 12 भोल्टको करेन्ट जान्छ। 12 भोल्टको 1 एम्पियरको 1 एम्पियर यानि कि 1 एम्पियरको एउटा क्यामेरा 1 एम्पियरको पावर जान्छ। प्रत्येक क्यामेरा हाम्रो 8वटा क्यामेरा लाउँदा हाम्रो 8 क्यामेरा लाउनु छ भने हामीले 12 भोल्टको कम्तीमा पनि हामीले 10 एम्पियरको लाउनु पर्ने हुन्छ। 10 एम्पियरको पावर सप्लाई लाउनु पर्ने हुन्छ 8वटा। यानि कि 4टा लाउँदैछ भने 5 एम्पियरको लाउँदा हुन्छ हामीले। 4वटा क्यामेरा लाउँदैछ भने हामीले 12 भोल्टकै तर 5 एम्पियरको लाउँदा हुन्छ। अब यो छ। अब क्यामेरा यति क्यामेरालाई लाइन त गयो। अब तर अब क्यामेरा लाइन मात्रै गएर हुँदैन, क्यामेराको जुन एउटा डाटा हुन्छ जुन क्यामेरालाई पनि कनेक्सन दिनुपर्ने हुन्छ। पावर मात्रै गएर हुँदैन, डाटा ट्रान्सफर पनि ल्याउनु पर्छ। त्यहाँ जुन क्यामेराले देखिएको जुन चित्रहरू हुन्छ त्यो सबै ल्याएर हाम्रो डिभिआरमा ल्याउनुपर्छ। त्यसको लागि पनि अर्को एउटा तार हुन्छ, त्यो चाहिँ कोएक्सिबल तारमा हुन्छ। त्यो तपाईँलाई म जोड्ने बेलामा तपाईँलाई देखाउँछु त्यो। ल क्यामेराको पावर सप्लाई यसरी भयो। एउटा पावर सप्लाईमा 6 नम्बर हाम्रो अब
रह्यो मनिटर भन्ने तपाईँलाई थाहा अब भिजुअल यसले भिजुअल देखाउने काम गर्छ। मनिटर भने कुनै पनि सिसिटिभीले रेकर्डिङ भएको लाइभ भएको कुरा हामी सबै यो क्यामेराहरू सबै आएर डिभिआरमा जोडिन्छ। डिभिआरको मार्फत चाहिँ जस्तै हाम्रो सिसिटिभी आयो हाम्रो डिभिआरमा अनि डिभिआरमा मोनिटरमा आउँछ। यसरी सबै हेर्ने भनेको हामीले मोनिटरमा हो। अब मोनिटर पनि तपाईँले कति साइजको लिनुहुन्छ त्यसमा तपाईँले 19 नर्मली हाम्रो पाउने भनेको 19 इन्चको हो। त्योभन्दा सानो पनि हाम्रो 15 इन्चसम्म पाउँछ। जति सानो लाउनु छ उति सानो देखिन्छ साइजहरू तपाईँको र जति ठुलो लाउनुहुन्छ उति क्लियर र धेरै ठुलो पिक्चर देखिन्छ। यो चाहिँ जति पनि लाउँदा हुन्छ तपाईँले, अथवा मोनिटरमा लाउँदैन मोबाइलमा मात्रै हेर्छु भन्दा मोबाइलमा हेर्दा पनि पाइन्छ। मोबाइलमा अनलाइनको थ्रु हेर्दा पनि पाइन्छ। यसरी पिक्चर भिजुअल चाहिँ गर्न सकिन्छ। अब अर्को छ हाम्रो चाहिने भनेको क्यामेरामा चाहिने कुरा भनेको चाहिँ हाम्रो अर्को छ हाम्रो कनेक्टर। है अब एउटा कनेक्टर हुन्छ हाम्रो बिएनसी कनेक्टर, अर्को हुन्छ डिसी कनेक्टर। बिएनसी कनेक्टर भन्ने कस्तो त भन्दाखेरि कुनै पनि क्यामेराको डाटा कनेक्सन डिभिआरसम्म पुर्याउने काम चाहिँ बिएनसी कनेक्ट केबलमा कनेक्ट गर्नलाई बिएनसी कनेक्टर आवश्यकता पर्छ। बिएनसी कनेक्टर कनेक्ट गरेपछि हाम्रो क्यामेराको कनेक्सन डाटा कनेक्सन बिएनसी थ्रुबाट आउँछ भने क्यामेराले डाटा अन गर्नलाई पहिला चाहिँ लाइन दिनुपर्छ, त्यसलाई डिसी कनेक्टर भन्छ। डिसी कनेक्टर यानि कि पावर सप्लाई एउटा क्यामेरा लाइन दिनु पऱ्यो भने डिसी कनेक्टर चाहिन्छ। डिसी कनेक्टरले पावर दिन्छ अनि बिएनसी कनेक्टरलाई चाहिँ डाटा ट्रान्सफर गर्छ। अनि कुनै पनि कहिलेकाहीँ क्यामेरा बिग्रियो भने हामीले त्यो याद गर्नुपर्छ क्यामेरामा पावर आएको छ कि छैन, बिएनसी कनेक्टर छ भने। कहिलेकाहीँ क्यामेरामा 3टा भिडियो आउँछ, एउटा नो भिडियो लेख्छ भने त्यसमा बुझ्नुपर्छ कि एउटा क्यामेरा चलेन। अब त्यो क्यामेरा किन चलेन, के भएर चलेन, त्यसलाई पावर पुगेन कि डाटाको कनेक्सन लस्ट भयो त्यो हेर्नु छ। पहिला चाहिँ क्यामेरा हामीले छोपेर हेर्नुपर्छ, त्यसमा पावर आएको छ भने हाम्रो पावर चाहिँ गएको छ त बिएनसी खराब, बिएनसीबाट डाटा ट्रान्सफर भएको छैन। तर पावर आएको छ तर डाटा ट्रान्सफर भएको छैन, त्यो चाहिँ अब तपाईँको त्यसमा पावरै आएको छैन भने चाहिँ तपाईँले सबभन्दा सुरुमा पहिला चाहिँ पावर चेक गर्नुपर्ने हुन्छ अनि मात्रै बिएनसी चेक गर्नुपर्ने हुन्छ। बिएनसी गरेर डिसी भनेको चाहिँ हाम्रो डाइरेक्ट करेन्टमा गएको भने बिएनसी भनेको त यसको फुल फर्म अलिक गाह्रो छ, बाइनोमियल कन्सल्टमेन्ट के भन्ने चाहिँ हो त्यो बिएनसी कनेक्टर लगाएर चाहिँ हामीले डाटा ट्रान्सफर गर्न सकिन्छ। यो भयो तपाईँको हाम्रो क्यामेरामा चाहिने कुरा, यति धेरै कुराहरू। ल लगभग तपाईँको त्यो 7वटा कि 8वटा भयो। ल एचडी क्यामेरा हाम्रो लाग्ने कुरा त्यति हो। अब आइपी क्यामेरा हाम्रो लाग्ने चाहिने कुरा के हो त भनेको आइपी क्यामेरा हो। सबसे पहिला हाम्रो चाहिने भनेको आइपी क्यामेरा हाम्रो एउटा क्यामेरै हो। क्यामेरा हाम्रो दुई खालको, डोम अर्को बुलेट। यसमा हाम्रो 3 मेगापिक्सल र हाम्रो वाइड एङ्गल कतिको हुनुपर्छ भन्ने कुरा थाहा छ। 3mm या फिर 2mm जति भयो हुन्छ। अब कुन तपाईँले कस्तो राख्नुहुन्छ, त्यहाँको एङ्गल कस्तो छ त्यो अनुसार तपाईँले ल्याउन सक्नुहुन्छ। र यो यति एमएम भनेर चाहिँ वाइड एङ्गल चाहिँ यति हुनुपर्छ भनेर चाहिँ त्यो खालको पाउन चाहिँ अलिक मुस्किलै पर्छ। तर मेगापिक्सल अनुसार चाहिँ तपाईँले क्यामेरा लिन सक्नुहुन्छ। अर्को 2 नम्बरमा छ तपाईँको एनभिआर।
अब एनभिआर तपाईँ यसले लिँदाखेरि अब कति च्यानलको लिनुहुन्छ 4 च्यानलको 8 च्यानलको तपाईँले 16 च्यानलको 32 च्यानलको 64को भन्दासम्म माथिसम्म पनि तपाईँले लिन सक्नुहुन्छ एनभिआर जति पनि लिन सकिन्छ। यो चाहिँ तपाईँको नेटवर्कको तारको थ्रुबाट नेटवर्कको आइपी थ्रुबाट तपाईँको क्यामेरा चल्छ। तपाईँले अब कुनै पनि ब्याङ्क हस्पिटल भयो ठुल्ठुलो फ्याक्ट्रीहरू भयो ठुल्ठुलो मार्केट भयो त्यसमा तपाईँले एनभिआर प्रयोग गर्न सक्नुहुन्छ। यानि कि तपाईँको 10वटा या फिर 20वटा भन्दा ज्यादा क्यामेराहरू छ या फिर 4टै क्यामेरा लाउँछु तर राम्रो क्वालिटीको लङ लास्टिङहरूको लाउँछु भन्दा तपाईँले एनभिआर आइपी क्यामेरा प्रयोग गर्न सक्नुहुन्छ। अब तपाईँको अर्को लास्ट यसमा तपाईँको हार्ड डिस्क तपाईँको त्यही हो। अब आइपी क्यामेरा हार्ड डिस्क भनेको हाम्रो कम्तीमा 5 GB हुँदैन, त्यसमा तपाईँको 1000 GB यानि कि 1 TB 2 TB 4 TB सम्म युज गर्नुपर्ने हुन्छ। किनकि यो तपाईँको टिभीको आधारलाई युज गर्नुपर्ने हुन्छ। आइपी क्यामेरा त्यसै त यो हाई क्वालिटीको क्यामेरा भयो र यसको वाइड एङ्गलहरू ज्यादा हुने गर्छ र मेगापिक्सलहरू ज्यादा हुने गर्छ र रेजुलेसन हाई हुने गर्छ। त्यही भएर यसले चाहिँ रेकर्ड ज्यादा लिन्छ। रेकर्ड ज्यादा लिएको बेला चाहिँ तपाईँको रेकर्डिङ पनि ज्यादा बसिन्छ र टाइमिङ पनि थोरै हुन्छ। त्यही भएर हाम्रो 1 TBदेखि माथि मात्रै सुरु गर्नुपर्छ। क्यामेरा कतिवटा लाउनुहुन्छ त्यो अनुसार। अर्को हुन्छ तपाईँको वायर। यसपछि तपाईँको नेटवर्क केबल युज हुन्छ। हाम्रो कम्प्युटरमा या फिर घरमा यो इन्टरनेट चलाउनलाई टिभीहरूमा इन्टरनेट चलाउनलाई हामीले केबल चाहिँ युज गर्छौँ। त्यही केबल हाम्रो आइपी क्यामेरामा प्रयोग हुन्छ। अब यसमा तपाईँको वायरमा पनि तपाईँको त्यही हुन्छ। एउटा आउटडोर र इनडोर केबल हुन्छ। कस्तो केबल तपाईँले लाउनुहुन्छ त्यही हुन्छ। केबलहरू सबै प्रकारको प्राय केबलहरू त्यस्तै हुन्छ। आउटडोर र इनडोर केबलहरू हुन्छ। अर्को हुन्छ तपाईँको कनेक्टर। यसमा कनेक्टर चाहिँ हाम्रो RJ45 ज्याक युज हुन्छ। यानि जुन हाम्रो नेटवर्क केबलमा हामीले टिभीहरूमा या फिर कम्प्युटरमा जुन ज्याक लगाउँछौँ त्यही ज्याक युज हुन्छ। यो ज्याक पनि हाम्रो नर्मल र प्योर कपर यानि कपरमा पनि हुने गर्छ। प्योर कपरको चाहिँ अझै राम्रो क्वालिटीको खिया नलाग्नेहरू बुझिन्छ। अझै कनेक्टर भयो। अब यसलाई पावर दिनलाई पावर सप्लाई भनेको हाम्रो एउटा यसलाई चाहिँ POE भनिन्छ। POE चाहिँ कस्तो त भने हाम्रो एउटा फ्ल्याटमा हाम्रो 4वटा रुम छ भने अब त्यो रुमबाट हामीले 4टा तार पनि लाने सम्भव भएन। त्यो एउटा फ्ल्याटमा 4टा रुम, अर्को फ्ल्याटमा 5वटा रुम, अर्को फ्ल्याटमा 6वटा रुम छ भने हामीले यसरी नै POEलाई 4 पोर्टको 8 पोर्टको गरेर यसरी 5 पोर्टको गरेर यसरी लान सकिन्छ है। 4 पोर्टको 8 पोर्टको 5 पोर्टको कति पोर्टको तपाईँले क्यामेरा कतिवटा फ्ल्याटमा क्यामेरा राख्दै हुन्छ त्यही अनुसार तपाईँले यसरी पोर्टहरू थप्दै जान सक्नुहुन्छ। अर्को हुन्छ हाम्रो मोनिटर थाहै छ तपाईँलाई। मोनिटर जतिसुकै साइजको लाउँदा हुन्छ। 19 इन्चको 22 इन्चको 32 इन्चको जतिको पनि या फिर 42 इन्चको पनि लाउन सक्नुहुन्छ तपाईँले। अथवा मोनिटर लाउँदिन मोबाइलमा हेर्छु भन्दा पनि पाइयो अनलाइनको मार्फत। इन्टरनेट चाहिँ हुनु पर्यो। यति कुरा चाहिँ हाम्रो आइपी क्यामेरामा सामानहरू प्रयोग हुन्छ। एचडी क्यामेरा आइपी क्यामेरा भने चाहिँ अब यति सामान चाहिँ तपाईँले जोगाड गर्न सक्नुभयो भने अब कसरी लाउने कसरी इन्स्टल गर्ने भन्ने कुरा चाहिँ म अर्को भिडियोमा तपाईँलाई त्यहाँ सिकाउँछु। यो भिडियो लामो हुन्छ फेरि सबै यसमा सिकाउनु थाल्दाखेरि है।
अब अर्को भिडियो गए तपाईँले त्यहाँ गएर भिडियो हेर्न सक्नुहुन्छ। अब वायरलेस क्यामेरा कसरी जोडान गर्ने भन्ने कुरा मैले पहिल्यै एउटा भिडियोमा हालेको छु। त्यो क्यामेरामा त्यो ठाउँ त्यो भिडियो गएर तपाईँले वायरलेस क्यामेराको बारेमा बुझ्न सक्नुहुन्छ, लाउन सक्नुहुन्छ। र एचडी क्यामेरा भनेको के हो, आइपी क्यामेरा भनेको कस्तो हो भनेको यो भिडियोमा मैले देखाइसकेको छु तपाईँलाई। अब आइपी क्यामेरा र एचडी क्यामेरा कसरी जडान गर्ने, कसरी इन्स्टल गर्ने भन्ने कुरा चाहिँ हामीले अर्को भिडियो मार्फत सिक्न सक्छौँ। यो भिडियो लामो हुन्छ, लामो भएकोले गर्दाखेरि मैले अर्को भिडियोमा बनाएको छु। त्यो भिडियो मार्फत तपाईँहरूले दुईवटा क्यामेरा कसरी जोडान गर्ने भनेर एचडीको अलग र आइपीको अलगै जोडान गर्न सिकाउँदाखेरि चाहिँ त्यो अलिक समय लामो लाग्छ, लामो हुन्छ र त्यो भएर मैले अलग अलग भिडियो बनाएको छु। त्यसमा तपाईँले गएर हेर्न सक्नुहुन्छ। हस् त, यति भन्दै म फिनिस गर्छु भिडियोलाई। धन्यवाद।